दैव पनि कति निष्ठुरी, कसैको भाग्यको झोलाभरि हाँसो नै हाँसो भरिदिन्छन् त कसैको भाग्यमा आँसु नै आँसु। यो स्वार्थको भिडमा हात समाउनेहरू भन्दा पनि अरूलाई धकालेर रमाउनेहरूको संख्या बढी नै छ। यो दुःखको कहानी हो श्रीमान श्रीमती कपिल श्रेष्ठ र नीता भण्डारीको। नीता भण्डारी यस्तो नारी हुन् जसले आफ्नो दाजुको कुरा काट्न नसकेर श्रीमान कपिल श्रेष्ठसँग बिहे गरिन्। बिहे गरेको केही दिनमै भण्डारीका श्रीमान श्रेष्ठ दुर्घटनामा परेर अपाङ्ग भए। नीताले आफ्नो श्रीमान श्रेष्ठलाई स्याहार सुसार गर्दै आइन्। ती जोडीको जीवन जिउने बाटो भनेकै एक मात्र छोरा थियो। छोरालाई सकी नसकी खाई नखाई बेचलरसम्म पढाएका थिए। त्यो छोराले पनि उज्यालो संसारलाई अँध्यारो बनाएर गयो। ती जोडीले आफ्नो छोराको लागि अथवा आफ्नो छोराको सम्झनामा अझै पनि भित्तामा तस्बिर टाँसेका छन्। बिहान दिउँसो बेलुका त्यही तस्बिर हेरेर रुने गर्छन्, कराउने गर्छन्, बरा लिने गर्छन्। दर्शकबिन, यो दुःखको समाचार कस्तो लाग्यो तपाईहरू त्यही अनुसारको फिडब्याक गरिदिन नभुल्नुहोला, कमेन्ट गर्न नभुल्नुहोला। धन्यवाद। नमस्ते दर्शकबिन, म हुँ दीपक सुनरा। तपाईँ हेर्दै हुनुहुन्छ सम्पूर्ण मिडिया। सम्पूर्ण मिडियामा आज दुईजना एकदम प्रेम जोडीलाई मैले उपस्थित गराएको छु। उहाँहरूको सङ्घर्षको बारेमा, उहाँहरूको स्ट्रगलको बारेमा, उहाँहरूको मेहनतको बारेमा म उहाँसँगै कुरा गर्नेछु। तपाईहरू समय झिकेर, थोरै समय झिकेर यो भिडियो हेरिदिनु होला र कस्तो लाग्छ त्यही अनुसारको कमेन्ट एन्ड फिडब्याक पनि गर्न नभुल्नु होला। धेरै ढिला नगरिकन, धेरै नबोलिकन म दुवैजनालाई स्वागत गर्छु। स्वागत छ यहाँलाई दुवैजना। के छ हजुरहरूको हालखबर? ठिकै छ। हजुरको हालखबर के छ? मेरो पनि ठिकै छ। आजभोलि केमा व्यस्त हुनुहुन्छ हजुरहरू दुइटै? अब बुढाबुढी म त केहीमा नि व्यस्त छुइनँ। म त अब यही पीडितमा व्यस्त छुइनँ। अब छोरो गुमाएँ। अब छोरो गुमाएपछि अब मैले अब कोसँग सहारा लिने भनी अब मैले, किनभने मैले त पहिल्यैदेखि नै अब मेरो छोरो छ सहारा भनेर चाहिँ अब मैले एकदम दुःख गरेँ होइन। अब छोरोलाई पनि सबैले अब मलाई सरकारी पढाइ हुन्छ भन्दा नि मैले अब बोर्डिङै पढाएर अब म छोरो ठुलो बनाउँछु, राम्रो बनाउँछु। अब बाउ पनि अब यस्तो अपाङ्ग हुनुहुन्छ भन्ने हिसाबमा चाहिँ अब मैले त अब छोरोलाई अब राम्रो बनाएपछि अब म पनि राम्रो हुन्छु, अब मैले पनि सुख पाउँछु पछि भन्ने थियो होइन। अब मेरो बाबुले भन्न त भन्थ्यो मलाई, मम्मी तपाईँ ठिक छ। म तपाईँलाई यसरी काम अब तपाईँले नगर्नु